अनि यो माछा पुछ्नु क्लियर देखिरहेछ आज अब हामी जान आँटेको बुमदिङ टाढो कि कता हो पुगेपछि देखाउँछु। सकेको छ हाम्रो सवारी साधन। अब हामी यता बसेर घुम्ने। बुमदिकोट हामी बुमदिकोट आइपुगे। यो चाहिँ जडीबुटी 108 वटा जडीबुटी है। हामी आइसके। यहाँ हेर्नु न कति उता हेऱ्यो होला। हिमान मामु मामु खोटे यहाँ यहाँबाट हामी त्यहाँ जानेछौँ। यहाँ गर्छ देखिए इन लोगों को। मंदिर पे आके झगड़ रहे हैं। यस्तो जाँदैछौँ अघि खाइरहेको भएर केही खिचेन मैले। हेर न मेरो फोन ओ माई गॉड गाली खायो हामीले। यस्तो बाबाट हामी फर्किँदैछौँ। टोली चली ताल 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 पाम बीचमा आयौँ। यो हाम्रो नेपालको बाली। यहाँ भिडियो फोटो खिच्नुको फोटो राम्रो खिच्दैन मेरो कसैले पनि। सोनु दिदी र सुजल दाई चाहिँ काइकिङ गरेर फर्किँदै हुनुहुन्छ। काइकिङ नगरे पनि फोटो चाहिँ खिच्यौँ है। कस्तो लाग्यो? कस्तो लाग्यो? राम्रो लाग्यो। कतिवटा माछा खानुभयो? दिदी रमाइलो भइरहेछ। रोमियो जुलियट होइन रोज र ज्याक हो भने। अब चाहिँ हामी जान लागेको। अब चाहिँ हामी एकछिन लेक साइडतिर वकिङ गर्छौँ। सुरल दादा चाहिँ सुरल दाई पृथ्वी चौक जानुभयो। हामी चाहिँ लेक साइड फेरि ठिचेको आलु खान हामीलाई त्यहाँबाट ल्याइदिनुहुन्छ। हामी चाहिँ यहाँ फेरि अगेन लेक साइड। अब चाहिँ हामी यहाँ बोटिङ गर्न जानु लाग्यो। आधा घन्टा। हामी चाहिँ अहिले तालबाराहीतिर जाँदैछौँ र हाम्रो चालक हुनुहुन्छ ब्युटिफुल लेडी दियासना। हाम्रो चालक दलका सदस्य रातो लुगा ढाका टोपीमा दाई, त्यहाँ छ रेयान्स, त्यहाँ छ बिना चान्नी र यताबाट हुनुहुन्छ हाम्रो जेठो बिनाजु र यता कान्छो ज्वाइँ खै ज्वाइँ यता भुवाई गर्नु न भुवाई। यता हाम्रो सानो बेबी आर्लिन अनि म ड्राइभर बहिनी। स्पिड नपडाउ न त्यहाँ बसिरहेको छ। दिन लामो भएर त्यो यति मात्र फेरि दुईजना दाजु बहिनी आइसकेका छौँ। दाजु बहिनी भन्न आएछ हामी फेरि दुईजना दिदी भाइ आइसकेका छौँ। रियान्स रमाइलो भइरहेछ। तिम्रो लेग एक्सर्साइज भएन आज? खत्रै। हाम्रो अङ्कल चाहिँ अलि छुकछुके हुनुहुन्छ। त्यही भने हामी बोटिङ गरेर फेरि हामी डिनर गर्न फेरि कता पो बोलाउनु भएको छ। फेरि त्यहीँ जान्छौँ। अब डिनर गरेर
फर्किसकेका छौँ अब सुतेर बिहानको लागि फेरि प्याकपुक गरेर नि गुड मर्निङ हाम्रो लास्ट डे एट पोखरा चाहिँ पोखराबाट घर जाने चिया खाएर चिया रेडी भइसक्यो अब हामी काठमाडौँ जान लागेको हाम्रो बस आउँदैछ ब्याक टु काठमाडौँ बाई 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 आइपुग्यो हाम्रो बस अब हामी जाने बसिसके ब्रेकफास्ट पाइसकेको छ दिदी तेस्रो नेत्र खोलिसक्यो यहाँ चक्लेट गर्नु बित्तिकै म चाहिँ घर पुगेर रिजनाको बर्थडेमा जानु लागेको मजना टिकटकर है म चाहिँ आइपुगेँ रिजनाको बर्थडे ह्याप्पी बर्थडे हस्याङ फस्याङ गर्न आएको के गर्न आएको भन्दा सिधै कम्प्लेन सुन्न आएको है यहाँ चाहिँ धेरै हेप्यो हाम्रो साथीहरूलाई क्यामेरा पिस्तोल न एकचोटि अब चाहिँ हामी यहाँ धेरै हेपेर हामी चाहिँ जान लागेको बौद्धतिर यो एकदम नराम्रो भित्ता पनि नछुरे यस्तो पनि हुन्छ यस्तो कुचुक्क ठाउँ 4 जनामा हामी कुचुक्क एउटा केही पनि अर्थन होला बाई बाई अब हामी जाने यो ठाउँबाट चाहिँ हामी निस्केको यहाँ आयौँ अब हामी द ट्राइल्समा जान आँटेको हामी चाहिँ पुग्यो Happy birthday. Yes, now. Guys, यति खाइसक्यो अझै आउन बाँकी छ है हाम्रो प्ल्याटर हाम्रो Happy birthday! बर्थडेको चाहिँ एक्साइटमेन्ट छ हाम्रो थ्याङ्क यू सो मच हामीले यस्तो कुरा गरेको थियौँ यसको बारेमा हो Oh my god! Wow! Body wash! Thank you! पछि त मसँग थिएन हो तिमीहरूले मलाई यस्तो ल्याइदिएको थ्याङ्क यू भनेर कस्तो लाग्यो साइज भएन भने साटिदिनुहुन्छ अरे हाम्रो लजालु बर्थडे गर्ल चाहिँ घर जानको रेडिनाको यहाँ सामान बोक्ने ठाउँ नभए बाई बाई अब हामी नेक्स्ट डेमा भेट्छौँ बाई